हेलो फ्रेन्ड्स, हामी आजको क्लासमा फ्लटरमा नयाँ प्रोजेक्ट क्रिएट गर्न सिक्न गइरहेका छौँ। फ्लटरमा नयाँ प्रोजेक्ट क्रिएट गर्ने तरिका तपाईको फायरबेस स्टुडियो युज गरे पनि, एन्ड्रोइड स्टुडियो युज गरे पनि अथवा VS कोड नै युज गरे पनि सेम नै हुन्छ। हजुरहरूले जुन आइडी युज गरेर पनि फ्लटर प्रोजेक्ट क्रिएट गर्न सक्नुहुन्छ। मैले यो क्लासको लागि चाहिँ फायरबेस स्टुडियो युज गरेको छु। हजुरहरूले जुन आइडी युज गरे पनि हुन्छ, त्यसमा केही फरक पर्दैन। ल अब नयाँ प्रोजेक्ट क्रिएट गरौँ है त। नयाँ प्रोजेक्ट क्रिएट गर्नको लागि सुरुमा हामी जानुपर्छ यो मेनुमा क्लिक गरिसकेपछि त्यसपछि हामी चाहिँ टर्मिनलमा गएर नयाँ टर्मिनल ओपन गर्नुपर्छ। टर्मिनलमा आइसकेपछि हामी चाहिँ अहिले यो माई एप भन्ने प्रोजेक्ट भित्र छौँ। सुरुमा हामी यो माई एप भन्ने प्रोजेक्ट भन्दा बाहिर जानुपर्छ। त्यसको लागि हामीले यहाँ CD लेखेर इन्टर गरिदियौँ भने हामी यो माई एप भन्दा बाहिर गइसक्यौँ। यहाँ चाहिँ हामीले नयाँ प्रोजेक्ट क्रिएट गर्न सक्छौँ। फ्लटरमा नयाँ प्रोजेक्ट क्रिएट गर्नको लागि हामीसँग छ फ्लटर क्रिएट लेखेर अनि प्रोजेक्टको नाम फर्स्ट एप लेख्छु म चाहिँ है। नाम चाहिँ जे पनि लेख्न सकिन्छ आफूले हैन। मैले चाहिँ फर्स्ट एप भनेर लेखेँ र यसलाई इन्टर गरिदिसकेपछि यति भएपछि हाम्रो प्रोजेक्ट क्रिएट भइसकेको छ। हाम्रो प्रोजेक्टलाई ओपन गर्नको लागि हामी फेरि यो मेनुमा गएर क्लिक गरेर फाइलमा गएर ओपन फोल्डरमा जानुपर्छ। ओपन फोल्डरमा गइसकेपछि हामी यहाँ भित्र चाहिँ हाम्रो फर्स्ट एप भन्ने फोल्डर होला हैन। फर्स्ट एप भन्ने फोल्डरलाई क्लिक गरेर फर्स्ट एपलाई क्लिक गरेर ओके गरिसकेपछि हाम्रो प्रोजेक्ट ओपन हुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ हाम्रो फर्स्ट एप भनेर हाम्रो प्रोजेक्ट क्रिएट भइसकेको छ र यसको यो main.dat यसको यही हो हैन। हाम्रो एन्ड्रोइड एमुलेटर पनि रन हुँदैछ। हाम्रो प्रोजेक्ट एमुलेटरमा रन पनि भइसकेको छ। ल एकचोटी हामीले एमुलेटरमा हाम्रो प्रोजेक्टलाई टेस्ट गरेर हेरौँ। यो प्लस साइनमा क्लिक गरेर हेरौँ हाम्रो एपले काम गरिरहेको छ कि छैन। गरिरहेकै छ। ल यही थियो यो भिडियोमा। यसरी नै हामीले फ्लटरमा नयाँ प्रोजेक्टहरु क्रिएट गर्न सकिन्छ। हस्त यही थियो आजको क्लासमा। भोलिको क्लासमा फेरि भेटौँला। हस्त नमस्ते।